ल साथीहरू ल है त म चाहिँ एकदम कस्तो भन्ने अब गाउँ जस्तो साइडमा एकदम नेपालकै जस्तो ठाउँमा छु अहिले म हेर्न सक्नुहुन्छ धान रोपेको चाहिँ एकदम लेभल मिलाएर छ भनेपछि यो पक्कै मेसिनले रोपेको हुनुपर्छ होइन एउटै लाइनमा सर हेर्नु सिधा लाइनमा सर मेसिनले रोपेको पक्कै है रमाइलो डाँडा काँडा घर पारेको थियो घरहरू जस्तै यस्तो सुन्दर दृश्यहरू वा पिछौडामा खोला नाला छेउमा बगिरहेको छ ठ्याक्कै घरतिर गाउँतिर आए जस्तो फिल भयो मलाई आज आज चाहिँ एउटा छुट्टै आवाज हो घाम रोपेको पनि छ म्युजिकले रमाइलो भइरहेछ हेर्नुहोस् त तपाईँहरू पनि घुम्न नछोड्नुहोस् यसरी यस्तो अवसरहरू कुतै डाँडा काँडा घुम्ने अवसर छ भने त्यसलाई बाँकी नराख्नुहोस् घुमिहाल्नुहोस् अलिअलि खर्च हुन्छ आफ्नो लागि नि अरे कसको लागि गर्नु त होइन घुम्नुहोस् यसरी हेर्नुहोस् त चारैतिर हरियाली डाँडा काँडा जापान भनेको पनि यस्तो डाँडा काँडा घुम्नु पाउनु त धेरै राम्रो अवसर हो नि त होइन र रुखदाउरा काटेर अब उस गरेको रहेछ कहाँ लिएर जाने हो यो चाहिँ थाहा छैन यसरी घुम्नुपर्छ है त सबैजना यस्तै यस्तै भिडियोहरू हालिरहेको छु मैले तपाईँहरू कन्टिन्यू हेर्दै जानुहोस् फुल वाच गर्नुहोस् म त्यस्तै भिडियो तपाईँलाई प्रोभाइड गर्ने कोसिस गर्दै जान्छु